मासुहरू देखिनु यसरी देखाउनु मलाई खानेमा हात पुग्यो जाति दिन अलिक पात राख्नुपर्छ यो साङ्ला आम्ला कच्छ मामाले अलि तपाईँले केक खानुहुन्छ यार केक जस्तो यार पाउडर टेबल जस्तो नखानु के हो यो चिउरा हो गन्ध मनपर्छ रोटी देऊ न म त देखाएको पाल भनेर किन यसरी आधी आधी गरेको र बाक्लो छ चिसो खाँदा झन् पिरो हुने रहेछ न पिरो हुँदा तातो खायो भने छिटो छ खान सकिन्न त बाबाले खुर्सानी खाएर पिरो हुँदाखेरि त्यो आगो फुके कोइला हुन्छ नि त्यसले चिन्तालाई सबै चाल न मलाई तिम्रो हातको खानु बिहान लाग्यो यार अरू पनि मिठै हुन्न मुखमा सधैँ हुनु हाम्रोमा म त अलिअलि नर्मल मसला हाल्छु हाम्रोमा पुरै पिसेर पुरै मसलासित बनाउँछ क्यामेरा पुग्नुहुन्छ रिमोट पुग्नुहुन्छ मम्मीलाई आइफोन आयो इमोटेसन छ के भयो त भयो त के अरे अर्को मोबाइल पनि बनाएको त्यो त थाहा पाएको एप्पल आइडी बनाउनु पर्छ पुरानो एप्पल आइडी त्यही उसको होला है राजु अङ्कल म टिपेर राखेको रहेछु मम्मीहरू नारायण अङ्कल र मम्मी गरेर 1500 हुन्छ राम दिन पर्छ कहाँ राखेको त्यही नोटमा सुरुमा 2 लाखमा 3,50,000 दिदी 2 लाख बनाउँछ 1500
अर्को साल आएको यो महिना अब अनि वैशाखसम्म त सबै क्लियर हुन्छ कति महिना आएको यो? नेपालको त मङ्सिर चलिरहेको अप्रिल क्या अब नोभेम्बरको अब स्यालेरी आउँछ न आयो डिसेम्बर जनवरी फेब्रुअरीको 3 महिनाको यदि 40 दियो भने 3 लाख हुन्छ नदिए पनि 4 महिनामा डिसेम्बर के भयो ब्याक अफिस भयो त्यसमा हार्नु पऱ्यो भनेको सिभी बनाएको ल्यापटपमा हेर्दा ठिकै देखिन्छ यहाँ हेर्दा यस्तो देखिन्छ भित्रबाट हेर्दाखेरि यस्तो के हो यहाँ लेखेका पनि केही पनि छैन फोटो खिचेर फोटो पठाइदेऊ न 1 वर्ष लाग्ने ठ्याक्कै 1 वर्षमा लागि गयो घर बनाउन ठिक कि मलाई घर बनाउन ठिक लाग्छ कि केही गरम जस्तो लाग्छ भन्नु मलाई त घरै लिनु मन सानो गाउँतिर त्यसो मोतीपुर भाटातिर लिएर सकेसम्मको सानो घर बनाउने घर बनाएपछि त्यता जति पाइन्छ खेत गरौँ भन्ने बारी गरौँ भन्ने नि अनि त्यहाँ मम्मी म बाबा घरे मैले त्यही गर्ने अनि तिम्रो काम पनि मजाले चल्छ त्यतातिर त्यता अङ्कललाई बोलाउँछ काम गर्न अङ्कल जानै खोज्दिनँ तिम्रो काम त मजाले चल्छ क्या वा जस्तो लाग्छ मलाई अङ्कलले अल्छी गर्छन् र हुन किन तर सुरुमा त चिनेकै मान्छेलाई चिनिनलाई गाह्रो मलाई त के लाग्छ भने घर बनाउनुभन्दा घरको जग बसाल्नुभन्दा के अरे त्यो पैसाले केही व्यापारको जग बसाल्यो भने पछिसम्मको पिँढीलाई पनि हाम्रै छोराछोरी भए पनि तिनीहरूलाई बिर्सिनु पर्दैन नि त सबैसँगै मलाई त पहिला कस्तो त्यही घर बस्नु मलाई अब मन लाग्यो मनै लाग्यो अब त्यहाँ घर बनाए पनि कमाएको पैसा सबै अब विदेश बसिरह्यो भने यहीँ बसेको घर चलाउनु लाग्यो भने हामी बुढो भएपछि पनि हाम्रो छोराछोरीले कमाउनु नहुँदासम्म यहीँ बस्छु